रासपाले आफ्नो अभिमुखी कार्यक्रम 2 दिनसम्म गर्दैछ। यो आवश्यकता थियो या एउटा स्टन्ट मात्र हो? या अरू पार्टीहरूले पनि यसलाई फलो गर्न जरुरी छ? यसपटकको निर्वाचनमा धेरै जस्तो मन्त्रीहरू पहिलो पटक नै सांसद छिर्दैछन्। धेरै पार्टीले यङ उम्मेदवारहरू उठाएका थिए र सबैभन्दा धेरै चाहिँ रासपाबाट थिए र चुनाव जितेका पनि रासपाकाले नै छन्। यिनीहरूलाई सांसद भनेको के हो र सांसदले गर्नुपर्ने काम के हो, कसरी नियमहरू पालना गरिन्छ र कसरी सभ्य तरिकाले बोल्न सकिन्छ भनेर यिनीहरूलाई त्यस्तो जानकारी नहुन सक्छ। त्यसैले रासपाले यो अभिमुखी कार्यक्रम सञ्चालन गरेर नयाँ पहिलो पटक सांसद छिर्दै गरेका सबै नेताहरूलाई त्यहाँ के काम गर्ने भनेर सिकाउँदैछ। विच इज बेस्ट, किनकि आफूले के काम गर्ने भनेर पहिले थाहा भइसकेपछि उसले राम्रो पर्फर्म गर्न सक्छ। त्यस्तै अरू पार्टीकाले पनि यस्तो कार्यक्रम बनाउन जरुरी छ। संख्या थोरै भए पनि प्रतिपक्षमा कसरी उभिने, सभ्य शिष्ट तरिकाले कसरी काम गर्ने, कस्तो कुरामा आवाज उठाउने र कस्तो कुरामा चाहिँ समर्थन देखाउने जस्ता थुप्रै कुराहरू सिकाउन आवश्यक छ। किनकि होमवर्क गरेर गएको विद्यार्थी र होमवर्क नगरेर गएको विद्यार्थीमा धेरै नै फरक हुन्छ।